हेलो गाइज वेलकम टु माई लोकल ब्लग। आज धेरै पछाडि मैले तपाईहरुमाझ एउटा हाम्रो ८ त्रिवेणी गाउँपालिका वार्ड नम्बर 3 हाङपाङमा रहेको एक चाहिँ ऐतिहासिक स्थलमा तपाईलाई म लिएर देखाउन चाहन्छु र तपाईहरुले देख्दै हुनुहुन्छ आजको यो हाम्रो चाहिँ ८ त्रिवेणी गाउँपालिका वार्ड नम्बर 3 हाङपाङ मिचिरिङको चाहिँ यो देवस्थल यो हो र यहाँ हामीले हेर्नेछौँ देख्नेछौँ र हामी जाउँ हेरौँ हैन यहाँको के रहेछ वास्तविकता के हो। यो चाहिँ सुन्नमा आएको चाहिँ हैन ठ्याक्कै 1913 चाहिँ सालदेखि चाहिँ यो स्थापित भएको भन्ने खबर मैले भर्खरै लाखेन्द्र थापा मगरज्यूबाट सुन्नमा आयो हैन र उहाँले पनि यहाँ चाहिँ बताउनु भएको छ। हेरौँ गाइज यहाँ चाहिँ सिडी त्यो जमानामा यसरी कम्पाउन्डिङ गरिन्थ्यो हैन। यो पछाडि चाहिँ त्यो तलको चाहिँ भत्किएको रहेछ पर्खाल र यो वरिपरि यस्तो छ। यहाँ चाहिँ यो चाहिँ बगैँचा हो विशेष। यहाँनिर फलफुल छ, आँप छ, कटर छ, बर पिपल हैन सँगसँगै यहाँ पिपल थियो, पिपल चाहिँ ढलेको अवस्था छ र यहाँ चाहिँ अब बगैँचा छ हाम्रो माझमा चाहिँ एकदमै सुन्दर बगैँचा छ। आँपहरू धेरै किसिमका छन्, अम्बाहरू छ हैन नेपाली अम्बक। तपाईहरुले खानु भएको छैन भने यहाँनिर बोट छ यो बगैँचामा आएर बिस्तारै खान सक्नुहुनेछ। र त्यतिखेर चाहिँ यसरी पर्खाल लगाइन्थ्यो। अहिले चाहिँ घेराबारा भनिन्छ, तार जालीहरूको अहिले समयअनुसार त्यो खालको छ पर्खाल लाउने। र त्यतिखेरको चाहिँ यस्तो थियो। यहाँनिर सिँढी नै छ हैन। हामी यसरी जाँदैछौँ। यो चाहिँ देवालय स्थान रहेको छ र खास विशेष चाहिँ म यहाँ आज आउनुको कारण चाहिँ के हो भन्दाखेरि ठ्याक्कै हाम्रो चाहिँ ८ त्रिवेणी गाउँपालिकाको चाहिँ स्थानीय विषय चाहिँ स्थानीय सेरोफेरो स्थानीय विषय ८ त्रिवेणी गाउँपालिकाले नयाँ प्रकाशित गर्न लागिरहनु भएको छ र विशेष गरेर यो पनि एउटा ऐतिहासिक क्षेत्र हो यो भन्ने चाहिँ उहाँहरूलाई पनि मैले यो चाहिँ देखाउनको लागि पनि आएको छु। र हाम्रो युट्युब फ्यामिली जति पनि मेरो लोकल भ्लग हेर्नुहुने सम्पूर्ण युट्युब मेम्बर्सहरूलाई पनि यो भिडियो चाहिँ मैले देखाउन लागिरहेको छु। यहाँ चाहिँ यसरी यो शिव नै हो, यो शिवालय मन्दिर हो। अब यहाँ चाहिँ हामीले पहिल्यैदेखि देवल भनेर चाहिँ भनिने गर्दछ। यो घन्टी चाहिँ 1913 साल लेखिएको छ र यहाँनिर लेख्ने अब यहाँको चाहिँ स्थापना गर्नेहरूको चाहिँ अब नामहरू पनि छ भन्ने छ हैन। यहाँनिर तपाईले देख्न सक्नुहुनेछ र चाहिँ यहाँ पूजा पनि गर्ने गरिन्छ हैन। यहाँ तपाईहरुले देख्न सक्छौं यसरी लेखिएको छ। यहाँ मजाले देख्न सकिन्छ है गाइस। यो घन्टी एकदमै पुरानो घन्टी हो हैन। यसले यहाँनिर यसलाई अझै पनि यो सरसफाई गरेर चाहिँ हेर्ने हो भनेदेखि यो घन्टीमा धेरै रहस्य छ किनभने पुरानो हो यो चाहिँ। यसलाई जगेर्ना गर्नु पर्दछ हैन। यो घन्टी यस्तो छ, यहाँनिर लेखिएको छ। सो गाइस ल यहाँ यस्तो छ, तपाईहरुले देख्न सक्नुहुनेछ र देख्नुभयो भन्दै आजको लागि चाहिँ हाम्रो युट्युब फ्यामिलीहरुलाई बाइ बाइ भन्न चाहन्छु। यहाँ चाहिँ ठुलो पहरा छ ढुङ्गा यस्तो छ।